अब यस्तो उकालोमा रोकियो के अरे है अब यत्रो ठाडो उकालोमा भनेको हाम्रो क्लचको पावरले मात्र तान्दैन यस्तो बेला चाहिँ हामीले ह्यान्ड ब्रेक युज गर्नुपर्ने ह्यान्ड ब्रेक हाम्रो माथि छ लक छ नि त अब है अब ब्रेक छोड्नुस् खुट्टाको ब्रेक छोड्नुस् अब एक्सिलेटर थिच्नु त गाडीकोमा पावर चाहियो थोरै ठिक्कको एक्सिलेटर है यहाँ हेर्नु त मिटरमा आरपिएम धेरै नहोस् कि है उ त्यो 2 सम्म मात्रै घटाउनु त ल थिच्नु त 2 सम्म मात्रै ल भयो ए 2 भन्दा माथि जान भएन है 2 सम्म हल्का थिच्नु त अब एक्सिलेटर ल भयो अब क्लच छोड्दै आउनु त यो घट्दै आउँछ क्लच छोड्दै आउनु त 1 सम्म पुगेपछि क्लचलाई होल्ड गर्नु है त छोड्दै आउनु क्लच अझै थोरै छोड्नु क्लच ल होल्ड गर्नु अब ए क्लच थोरै छोड्नु त ल अब एक्सिलेटर थोरै थिच्नु अब ह्यान्ड ब्रेक डाउन गरिदिनु त माथि तानेर बटन थिचेर डाउन ल गाडी पछाडि बग्दैन अब अड्डियो नि त गाडी है अब एक्सिलेटर थिच्नु त अनि थोरै क्लच छोडिदिनु थोरै क्लच छोड्नु एक्सिलेटर कम गर्नु देख्नु नि हाम्रो गाडी बगेन पछाडि एकदम स्मुथ थोरै छोड्नु